यो हामी विनिता लिम्बुको भ्लगमा ओ हेलो गर त कहाँ जाँदैछौँ हामी चियाबारी जाँदैछौँ चियाबारी हावा खान जाँदैछौँ म चाहिँ सबैभन्दा ठुली मान्छे ऊ त विकास हाइब्रिडमा पढ ऊ चाहिँ हामी चियाबारी जाँदैछौँ गाइस गर्मी छ है इलामतिर गर्मीमा पढ्छौँ दुईजना चाहिँ उनीहरू चाहिँ 4 मा पढ्छन् चिसो छैन तिमीहरू ब्याचलर पढ्छौ हामी 4 मा पढ्छौँ साथीहरू चियाबारी पुग्न आँट्यो यो चियाबारी छेउको घर है साथीहरू म चाहिँ अहिले एक्लै छु मेरो साथीहरू पछाडि आउँदैछन् ओ छिटो आउ न रात परो ए साथीहरू यस्तो छ बिन्दु लिम्बू आउनुहोस् बिन्दु लियो बिन्दुली म चाहिँ एकदम ठुली ठुली मोटी मोटी मान्छे अहिले अलिक घटेको छौ म चाहिँ खै किन मोटा चाहिँ हाम्रो आफ्नै गाउँ हो आफ्नै इलाम हो तपाईहरु घुम्न चाहनुहुन्छ भने आउनु होला म गाइड गर्दिन्छु साथीहरू इलाम बजार इलाम चियाबारी घुम्न आउनु मन छ भने आउनु होला स्वागत छ अहिले त चियाहरू हरिया ओइ ला चिया जोड्ने भनेको हैन ओइ चिया जोड्ने भनेको हैन ओइ चिया जोड्ने भनेको हैन चप्पल चाहिँ भन्दा ठुलो लागिरहेछ गाइस खोइ चप्पल काको चप्पल हो नि त राम्रो देखेछ त लामो त्यही ठिक हुनु पर्यो नि त हेलो एकछिन आउँछु हेलो ब्लगको धनी हो छन् न धनी आउनुहुन्छ हेलो म चाहिँ अगाडि हिँड्ने केटीहरू पछाडि आउँदैछ हामी यतिजना छौँ आज पानी चाहिँ तर कति पर्नु आँटेको छ साथीहरू हुस्से लागेर कस्तो भएको छ ए पानी पर्न पर्ला जस्तो भएको छ यहाँ अर्को देविकाको साथी पनि छ कुतु हो चाहिँ कुतु ए देविका कुतु 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 यता माथि कुतु 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 आउनु होला रमाइलो छ ए हावा खानु आउनु होला के हो उसको उहाँ चाहिँ के छुनु दिएर हामीलाई चियाबारी देख्न सक्नुहुनेछ अस्ति पनि मैले यहाँ भ्लग बनाएको चियाबारीमा एउटा राम्रो केटी भ्लग त्यही ठाउँमा चाहिँ भ्लग लिएर आएको छु म यहाँको चियाबारीको एउटा एक मात्रै मोस्ट चुडल्नी तिमीहरू एकछिन सोचेर भन्नुपर्छ मान्छे चियाबारीमा बस्नेको यतिको हल्ला गर्छ अर्काको चप्पल भएपछि त यस्तो पनि लाउनु पर्छ नि त साथीहरू यस्तो मान्छे भन्दा चप्पल ठुलो छ के गर्नु यस्तो छ कति फुर्को निकालेको अर्को निकाल केटाहरू त देखेन नि केटाकेटी सबै हुन्छ है साथीहरू अनि हामी हेर्नु आउँछौँ पढाउनु आउँछौँ होइन हो नि हामीलाई सुँगुरको मासु कस्तो मिठो लाग्छ होइन साथी भन्छ नि हामी सुँगुरको मासु बेस्ट हो नि कस्तो राम्रो लाग्छ क्या अरूको जोडी हेर्न सुँगुरको मासु हाम्रो बेस्ट हो नि भने तिमी बजाऊ मेउडाले टिरिरी म नाच्छ फिरिरी लहर नाच्छ फिरिरी जङ्गली नम्बर 1 माया गर्नुपर्छ खोइ त देखा न सानो मस्तो त हातमा छिरा न यस्तो यस्तो गर्दै माया गर्नुपर्छ माया गर्नुपर्छ अर्काको चप्पल भए चुट्यो भने चियाबारीमा डेटिङ बस्नेको अनुसार केही रहेछ हेर्नु साथी राम्रो देखेर एकछिन लगाएको चुटिन्छ अरे के हुन्छ अनि हातमा बोकेको यतिको चाहिँ उयो चियाबारीमा बस्नेको म हो भने रिप्लाई दिँदैछ त अघि त दिँदैन त अहिले त साथीहरू अब फोन चप्पल राख्नुपर्छ क्या यसरी फोन पनि के राख्नु नदेखाउनु ल ए गल्यो लेख तर यहाँ पारी चाहिँ सभ्य बस्छ है सभ्य राई उनले यो घरमा यहाँ तलको रुममा कट्टुला गरे बहिनीको कट्टुला ठुलो नभन्नी बहिनीको कट्टुला ठुलो नभन्नी बहिनीको कट्टुला साथीहरू हाम्रो चियाबारी ऊ माथि हेन्सम केटाहरू ऊ माथि छ नै ल माथि हेर त फोकस भाइहरू होला सायद हैन सरी जुम गर अगाडिबाट मिल्दैन ए हो पछाडिबाट के गर्नु साथी चियाबारीमा भाइहरू मात्र रहेछ आज चाहिँ माथि छ है हेन्समहरू भाइ हेलो भाइ हेलो गर त हेलो गर न ओ हेलो गर न हेलो हात यसो गर अब मैले चाहिँ मेरो बोयफ्रेन्ड मिस गरिरहेको छु यहाँ दिदी बहिनी फोटो खिच्दैछ रे
फेरि नाटक गर्छ त गर न लापा परेस् त गर र उसको भाउजू हुनु लाग्यो यस्तो ए म आएँ किन भिलेन जानी जानी लडाको अरे बिके तल मैले जानी जानी लडाको टिकटक बनाउने क्रममा यसलाई कसले लडाको त्यही भएर अघि तोङबा नखा भनेको यस्तै हुन्छ तँलाई टिकटक बनाउने क्रममा साँच्चीकै ऊ लडेको छ टाङबा खाएर ऊ त होइन ए पो तरबुजा त खाएर होइन तरबुजा खाएर आयो साथीहरू यसले तरबुजा खाएर लडिरहेछ मात्ने तरबुजा मात्ने खाएर चल्दैछ हेर्नु साथीहरू कति मोटी आएको नि म खासमा यति मोटी त छैन मात्रै कति 57 किलो छु हौ मोटी त छु कति 57 किलो छु मोटी त छु दा त्यति साह्रो मोटी त छु नि 57 58 छु होला म 57 60 मात्रै छ त्यति साह्रो मोटी चाहिँ छैन हाइट भनेको 5'5" छ है साथीहरू ओ बिन्दु त ला बिन्दु के गरेको कट्टुमा छ है चम्किलो फोटो त चाहियो हेर म गएपछि छिटो जा चुडैनी यहाँ हेर्दै अलि राम्री त म आउँदो रहेछ भाइ जस्तो हैन हौ अगाडि गले फोकस गरिरहेछ नि त को हो यो चाहिँ को हो दुकाको राम्री केटीको हो खोइ यो यो छ नि यो त्यही हो तिम्रो पोइन्ट तिम्रो गमलाउने केटीहरु नडुल्ने हो फोटो मात्रै खिच्ने हो म आए अरे फोटोमा अब म चाहिँ गएको गाइज फुटी मिस यता हेर्नुहोस् म हिँड्छु गाइज यिनीहरूले मेरो ब्रेकअप भएको अरे यिनीहरूलाई मलाई के अरे रिफ्रेस गर्न ल्याएको अरे हात झुर्नु छ त गाडी तन्काउनु अब अर्को साथी आउँदा लभली हो क्या हुन पनि त गुडिया कस्तो हात छ के गर्नु पिनिबा सोल्टी हो नि त उता पिनिबा सोल्टीको सोल्टिनी हो है साथीहरू चाहिँ हाय गाइस आया हो हात दुखो यस्तो घुमा त छिटो छिटो आमा उनीहरु चाहिँ लाग्छ भनेको तर उ अर्कै खालको राम्री छ के पनि आयो यता हेर साम्री सारै लदाउँछ सबसे राम्रो त उ को छ त अझ हाँस जस्तो यहाँ क्लिक्क डिम्पल पनि राम्री केटी त्यही भएर फोटो खिचेको साम्री हैन जाम हामी छेउडा ब्लगर अरे छेउडा ब्लगर अरे फेरि भन त छेउडाइनी केटी मान्छेको खुट्टा तान्ने केटी मान्छे नै हुन्छ यो कुरा यो कुरा राख्नु पर्ने हो कि फ्रेम बनाएर राख्नु पर्ने हो छोरी मान्छे खुट्टा तान्ने छोरी मान्छे कुन एङ्गलदेखि म छोरी मान्छे मान्छे हुँदैन यो कुरा राख्ने हो कि के गरेर राख्ने हो सबै लाउँछ त के रे मलाई देखाउन कस्तो ए केटा मान्छे रे चाहिँ ट्रेन चलेको छ नि हैन यो राम्रो हुँदो रहेछ वाउ मोटी देखाऊ केटीहरु देखाऊ छैन मेरो पनि सिट गर्नु छैन ओ माय गॉड ओ माय गॉड ओ माय गॉड चियाबारीमा केटाहरू गिटार ल्याएर बनाउँदैछ खै थाहा छ हेर्नु त एकचोटि भाइहरूलाई ऊ त रहेछ
साथीहरू तल हेर्नुहोस् है लड्यो भन्दा मरिन्छ त कसले लडाको भन्दा आफै लडेको साथीहरू गिटार बजाउने केटा हान्सम भाइहरू भाइ हो साथीहरू आउनुहोस् हाम्रो यहाँ जल्दो बल्दो कोही हामी चाहिँ पंगा लेने का नहीं है हमारा पास इस तरह का दोस्त है दंगल हम स्लोगन से दंगल लेने का नहीं है ओके के बोलेको म त केटी हो केटी भयो भने पावरफुल मान्छे हो हैन हाम्रो क्याम्पसको मिस हो कि तर हामी बोलाउँदैनौँ क्या किनभने हामीलाई चिन्नुहुन्न होला मिसले यहाँ उसको मान्छे गलिसकेको उसको फोन के छुको उसको 100 रुपैयाँमा बिक्ने फोन चाहिँ मलाई दिएको नगर त्यो त राम्रो छ नि फेरि नदेखा घरिबाट 50 रुपैयाँ त राम्रो छ त्यो चाहिँ इलामको गाउँ है गाइज इलामको गाउँ हो रे इलाम बजारको गाउँ यो गाउँ हो नि अर्कै गाउँ यो ठाउँलाई त के पो भन्छ थेवे चोकदेखि अलिक यता हो यो चाहिँ थेवे चोकदेखि अलिक यता हो अलिक यता हो चियाबारी छेउको गाउँ हो चियाबारी छेउको केटीहरू हिँडिरहेछ साथीहरू अनि जसले उसको भिडियोमा सपोर्ट गर्छ हैन जुन चाहिँ मेन सपोर्टर त्यसलाई छैन मतलब अझै त राम्रै आउँछ कि क्या कति नराम्रो आएको छु के कुरा गरेको सेतो लुगाहरू मेरो टप चाहिँ मैले अघि फुगालेर राखेको छु है साथी गाइस रात पर्यो अब चाहिँ जानुपर्ने हुन्छ हामी साथीहरू अगाडि गयो काम छैन एउटा फुल दिन्छु अरूको रुममा गयो कुद्यो खायो बस्यो भन्छ साथीहरू यो फुल चाहिँ सितामा है तपाईहरुलाई यो फुल चाहिँ मेरो तर्फबाट फुलको नाम चाहिँ के हो गाइस फुलको नाम थाहा छैन सेकमुरी सेकमुरी त हैन हो यो त के बोलेको डन्डै छाडा बोल्यो यसले परम त भन्नु पर्यो नि त हैन छाडा नि पर्यो सानैदेखि तर्सिँदा परम गर्ने भनेर बोजूले सिकाउनु भएको छ नि त साथीहरू अन्य त नलिनु होला परम भनेको सातो उठाएको हो तपाईहरुको नि होला नि त छाडा बोलिसक्यो बसी जातमा भाषामा होला नि त तर्सिँदाखेरि बोलाउने हामी चाहिँ परम भनेर सातो बोलाउँछ हुन त म सानो मान्छे हैन कि तर पनि तर्सेपछि त भरे सातो गयो भने के गर्नु घर टाढा छ बाउआमा बाजे बोजू कतिमा त टाढा हुन्छ साथीहरू एकदम गलियो तिनीहरू हेर आरिसले जलिरहेको छ अगाडिको हामी टिकटक होइन भ्लगर देखेर क्या साथीहरू हाम्रो साथीहरू फेरि चाहिँ मलाई छोपेको फेरि दुईटा फोनको त्यो चाहिँ आइफोन हो ओल्ड आइफोन यो रेड चाहिँ ओल्ड आइफोन हो देखा त सबसे फर्स्ट निस्केको तपाईँहरूलाई चाहियो ओल्ड आइफोन हो किनकि अब म फोन बोल्नेवाला छुइनँ क्यालकुलेटर हो क्या मेरो फोन आउँछ न मेसेज आउँछ होइन अहिले चाहिँ यो आइफोन चाहिँ 100 रुपियाँमै बिक्छ 100 रुपियाँ आइफोन कहाँ देखेको छ ओल्ड हो नि त ओल्ड इज गोल्ड भन्ने कुरा थाहा छैन तिमीलाई अब जे गरे पनि म फोन बेच्नेवालामा छु किनकि मसँग बोल्ने मान्छे छैन साथीहरू नकराउ न हामी यो चिनेनौ तिम्रो दिदीहरू हो क्या कहिले चिनेन आई मिस यु यतिखेर तेरो तिम्रो दिदीहरू हो हाम्रो पछि एभोकाडोको बगानी हो हामी अहिले नै भन्नु भने त अनि पछि मान्छेले चिनिहाल्छ नि नचोरी नै भन्नु राति आउँछौँ क्या साथीहरू हामी यो एभोकाडो चोर्नु चाहिँ जहाँ पनि कुकुर इलाम आउँदाखेरि गर्लफ्रेन्ड बोयफ्रेन्ड आउँदै हुन्छ भने अलिक सतर्क भएर आउनु होला किनभने इलामको गाउँमा कुकुर मात्र छ रात पर्यो है साथीहरू रात पर्यो हामीसँग चाहिँ हाम्रो आर्मी साथी पनि छ है गाइस आर्मी साथी हामीसँग जे भन्यो त्यही छ क्या साथीहरूमा आर्मी बेरोजगारी अब सचिव त रोजगारी भइसक्यो एकदम सिआइडी जस्तो मान्छे हो क्या हाम्रो एकदिन चाहिँ ग्रुपमा सिआइडी हुनै पर्छ हाम्रो ग्रुपको आर्मी चाहिँ ऊ हो बीटीएस आर्मी सिआइडी हो सिआइडी हैन बीटीएस आर्मी सिआइडी को दया पंकज आयो सरू चाहिँ के सरूको नाम पनि नयाँ राख्दैन सचिन हौ सचिन अलगे छ नि त सिआइडी को फेरि बिग फ्यान हो साथीहरू हामी अब अगाडिपट्टि गर्नु लाग्यौँ है साथीहरू यहाँ चाहिँ सिडी छ लड्यो भने निदार सिदार गयो भाग्य अझै रुम पुग्यौँ है गाइस पुग्न आँट्यौँ क्यामेरा पनि अब चाहिँ हामी पनि काली आउनु थालिसक्यो काली यसको मतलब रात पर्यो क्यामेरामा नराम्रो आउनु थाल्यो भनेपछि क्यामेरा नराम्रो होइन हौ रात पर्यो कालो भयो क्या फेरि चाहिँ अब भ्लग एन्डिङ गरिसकेँ अब मेरो भ्लग यसलाई दिँदैछु ल थ्याङ्क यू साथीहरू रात पर्यो है तिनीहरूले हामीलाई मान्छे त चोर थियौँ है तर अब यिनीहरूले चोरबाट पनि पठाउँछ दिदी हेलो हजुर
हजुर म बहिनी के छ मेरो बहिनी म तपाईको आइफोन हो आइफोन अनि आइफोन म त देखाएको त आइफोन हेर त हाम्रो बडिगार्ड दिदी हुन्छ तपाईहरुलाई कहाँ चाहिएको छ के भन्छ नि के पो यो क्लबतिर चाहिन्छ नि ठुलो यस्तो बाउन्सर चाहिन्छ नि यहाँ सम्पर्क गर्नु होला साथीहरु एकचोटी बडी सोप खै बडी सोप प्लिज उसको महँगो बडी छ अहिले देखाउँछु म तपाईलाई चाहिएको छ भने सम्पर्क राख्नु होला झाडक्सी खाने भटी है साथीहरु साथीहरु झाडक्सी खाने भटी है साथीहरु हाम्रो फुलगाची बस्ती चाहिँ यस्तो छ है साथीहरु हाम्रो बस्ती यस्तो छ इलाममा लाइन छैन इलाममा लाइन छैन पनि लाइन जान्दै जान्दै आउँछ कसकोमा तपाईहरुकोमा यस्तो हुँदैछ आज लाइन छैन देख्नु होला यसरी हाम्रो फुलगाची बस्ती यस्तो छ है साथीहरु गाह्रो छ है साथीहरु गाह्रो छ लाइन बनाउँदैछ अरे चोकमा तर भरे बेलुका आउन सक्छ बाई बाई साथीहरु अब रात परो बाई 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 ठ्याप्प लाएर गर्छु दे फोन पक्रिँदै मेरो आइफोन ठ्याप्प कसो केमा पक्रिन्छ पक्री म ठ्याप्प लाएर गर्छु बाई बाई साथीहरु ठ्याप्प लाएर